हेलो एभ्रिवान है मैले चाहिँ आजको भ्लग चाहिँ अटोदेखिको स्टार्ट गर्दैछु। हामी चाहिँ कहाँ गएको भन्दा चाहिँ हामी चाहिँ माइत गएको है। म चाहिँ माइत गएको, मेरो दुईटा नानी है, भाइ अनि ओमलाई लिएर है हामी चाहिँ माइत गएको। अब हामी चाहिँ आइपुग्यौँ है माइत। अब हो यो चाहिँ मेरो माइत घरको बाटो। लुगासुगा छ यहाँ पनि पुरा। चाहिँ मेरो माइत घर। कसलाई के भयो? म चाहिँ छु मेरो माइत घरमा। कस्तो डरलाग्दो देख्दैछ। हाम्रो घरमा चाहिँ सानो सानो नाम चाहिँ कोको निको हो। अन्त यहाँ अर्को पनि छ हो, उहाँहरू न हो हो कोको। यो भयो गुरु, यो चाहिँ हो ओम हो। त्यहाँ चाहिँ एकदम कुकुर खेलाइरहेको छ। देख्नु भयो होला मेरो भाइ अस्ति मेरो उयसमा पनि सुतिरहेको थियो। यहाँ पनि यो चाहिँ 1 नम्बर सुतुवा हो नि। फेरि देख्नु भयो होला। यसलाई चाहिँ कसरी माया गरेर भनेर हो, एकदम कुइ 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 गर्दैछ। सो अब म चाहिँ जाँदैछु बाहिर हो। मेरो ड्याडलाई हेर्नुहोस् न। मेरो ड्याड पनि फेरि मोबाइलको किडा हो नि, किडा। खालि मोबाइल हेरेर बस्नुहुन्छ हो। अन्त यो चाहिँ हो मेरो घरको बाहिरको नजारा। यस्तो छ है बाहिरको नजारा चाहिँ। दिन चाहिँ दामी भएको छ हो। अन्त म चाहिँ यहाँ अब हामी अहिले एकछिनमा चाहिँ घुम्नु जाने। अहिले कहाँ घुम्नु जाने म तपाईँहरूलाई देखाउँछु नि है। मसँग बनिराख्नुहोस् भिडियोमा। हेलो, अब चाहिँ हामी जानु आँटेको है। यहाँ चाहिँ आधार कार्डहरू छ। हामी चाहिँ अब घुम्नु जाने। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बडी हो। अन्त अब हामी चाहिँ घुम्नु जाने। हाम्रो दुईटा छोराछोरी चाहिँ एकदम रेडी भएको छ। अनि यहाँ चाहिँ हुँदैछ एकदम मोमोको प्रिपेयरिङ हो। यहाँ हेर्नुहोस् प्याज एकदम रेडी भएको छ। उता मैदा पनि च्यापी मुक्दै। प्याजको कटिङ चाहिँ फेरि यसरी हुन्छ नि फेरि। अनि यता मेरो ड्याड हो। फेरि ऊ यता हुन्छ मेरो मम्मी र बडी हो। अन्त यहाँ चाहिँ छ मेरो दुईटा छोरा प्रियांश र ओम। अनि बाहिर निस्किनु आँटेको हामी। पानी सिमसिम पर्नु थालेको थियो। अब अहिले चाहिँ ठिकै छ। हो त मम्मी हामी गएको ल। ए यसलाई जुत्ता लगाइदिए। अनि यहाँ चाहिँ मेरो भाइ हो। अन्त यहाँ चाहिँ भाइले नानीलाई जुत्ता लगाइदिँदैछ। अन्त हामी चाहिँ भयौँ रेडी होइन। अनि रेडी भइवरी चाहिँ हामी चाहिँ निस्केको। मेरो चाहिँ पोका पत्याउरा बोल्नुपर्छ ए नानीहरूको आधार कार्डहरू छ। अन्त हाम्रो प्रियांशलाई हेर्नु न यहाँ फेरि हो। प्रियांशको फेरि बदमास यस्तो हुन्छ नि फेरि। वेलकम टु माई च्यानल भनिरहेछ है। मामा भानिज चाहिँ उता छ आऊ। अन्त अब हामी चाहिँ गएको घुम्नु लागि भुटान जाने है हामी चाहिँ अब। अन्त ओम चाहिँ गएको छैन नि त भुटान। अन्त त्यसलाई यसो घुमाएर ल्याउने हो। अन्त यता तपाईँको के भन्छ भएछ भने पिज्जा पोइन्ट पनि पस्ने हामी। आउँदैछ मामा। यो चाहिँ हाम्रो गाउँको बाटो है, माइत गाउँको बाटो। यहाँ चाहिँ मन्दिर पनि छ। अनि हामी चाहिँ जाँदैछौँ। अब यहाँ पाएको छैन अटोहरू। अब अलिक अगाडि गएपछि चाहिँ अटो पाउँछ। अनि अटोमा चढेर हामी जाने। अब अगाडि है नानीहरू अगाडि भाइ त आइपुगेकै छैन। भाइ पनि आउँदैछ पछाडि।
हामी चाहिँ बाटोमा हिँड्दा हिँड्दै ठिक्कै एउटा अटो पायो हो। अन्त हामी सबैजना अटोमा चढ्यौँ है। अन्त हामी भुटानपट्टि जाँदैछौँ। अनि भुटानमा जाने भनेर चाहिँ सबै रेडी गरेर गएको थियौँ। तर अब भुटान चाहिँ पस्नु पाउँछ कि पाउँदैन भन्ने ग्यारेन्टी चाहिँ छैन हो। रातिको नजारा चाहिँ यस्तो दामी हुन्छ नि यहाँको है दोकानहरू। गुरु राम्ररी समात्नु ल। हामी चाहिँ आइपुग्यौँ है भुटान हो। अनि यहाँ हेर्नुहोस् भुटानको नजारा है। हामी चाहिँ यो गेटबाट भित्र पसेर चाहिँ हामी जाँदैछौँ। अनि यहाँको हेर्नु न कस्तो दामी हुन्छ है जग्गाहरू। त्यहाँबाट त हाम्रो एन्ट्री भयो। अब यहाँबाट चाहिँ कतिको एन्ट्री हुन्छ हेर्नुपर्छ है। हामीलाई चाहिँ हो भुटान पस्नै दिएन नि त हो, किनकि ओमको प्यारेन्ट्स नै चाहिन्छ अरे हो। त्यही भएर चाहिँ हामी फेरि घुमेर जियो मार्ट आयौँ। अनि जियो मार्टबाट चाहिँ मैले 1-2वटा सामानहरू किनेँ हो। ज्याम खाने भनेको होइन? अब हामी चाहिँ गएको माथि है। मलाई एउटा रोलन दिनु छ, त्यही भएर चाहिँ हामी माथि आएको। हामीले चाहिँ है हाम्रो सपिङ सकेर हामी चाहिँ बाहिर निस्किँदैछौँ है। नानीहरूलाई एक एकवटा चक्लेट किन्दै थियो। अब बाहिर जाने है। बाहिर गएर चाहिँ अटोमा चढेर जाने। मेरो छोरा चाहिँ जे देख्यो पनि त्यही किनिदिनु भन्छ हो। अब चाहिँ हामी घरतिर लाग्यौँ है। हाम्रो गुरुले चाहिँ मोमो खाँदैछ हो। गुरुले चाहिँ अचार खाँदैन, त्यही भएर चाहिँ गुरुले सससँग मोमो खाँदैछ। अचार खान्छ? अन्त त्यो अचार हो कि सस हो? कस्तो रहेछ मोमो बेटा? मन पर्यो? ए अनि यहाँ चाहिँ दुईजनाले मजाले मोमो खाँदैछ। फेरि दाजुभाइ बसिहेरि हो। फेरि हो मोमो मोमो अरे मोमो कस्तो लाग्यो? हो र? मिठो रहेछ? तँलाई कस्तो लाग्यो? हो र? हामी चाहिँ हेर्नु न, यसलाई फेरि मोमो खानु मन लागेको होला ऊ कराएको करै गरिरहेछ। यहाँ चाहिँ मोमो खाँदैछ यिनीहरूले हो। अन्त यहाँ चाहिँ अझै पाक्दैछ मोमो चाहिँ हो। यहाँ पनि रहेछ। मोमो स्टकमा रहेछ लु। यहाँ पनि पाक्दैछ है। बेटा मेरो छोरा छोरीहरू पनि छ यहाँ। मेरो छोरा छोरी उफ्रेर केही छैन। यो रातो खाले छोरी हो, यो छोरा हो, मेरो परिवार। कोको अन्त यसको नाम? यो चाहिँ पुकु। पुकु? यो पुकु, यो कोको। यो यसको नाम कोको अरे। यसको नाम चाहिँ बोली।
गाई बिहाएको छ अन्त यसो बाउसँग बसेर बिहा साथ गर्नु टाइम फोनमा बात गरिहाल्छ त कति बात गर्ने फेस टु फेस बात गरेको र त्यो घरमा बात गरेको त्यो मोबाइलमा वाट इज ब्लडी इडियट। हामी चाहिँ मोमो खाँदैछौँ है। हामी आएको खुसीमा चाहिँ मम्मीले मोमो बनाउनु भएको छ अन्त हामी चाहिँ मोमो खाँदैछौँ है। अनि मोमो चाहिँ मिठो न मिठो रहेछ। मैले एकपल्ट खाएँ भने फेरि दुबारा लिएको छु हो, फेरि खाँदैछु होइन। अन्त तपाईँलाई मेरो भ्लग चाहिँ कस्तो लाग्यो होइन, राम्रो लाग्यो भने तपाईँहरूले लाइक कमेन्ट अन्त सेयर गरिदिनुहोस्। मेरो आजको भ्लग चाहिँ यहीँसम्म हो। बाई बाई।